हेलो एभ्रिवान, आज चाहिँ मैले मदर्स डे स्पेशल भिडियो लिएर आइसकेको छु। एकदमै ढिलो भयो यो भिडियो पोस्ट गर्न चाहिँ। आज मम्मी चाहिँ एकदमै स्याड हुनुहुन्छ, साथसाथै मेरो भाइले चाहिँ इन्टरटेन गराउँदैछ, हेर्न सक्नुहुन्छ। मम्मी चाहिँ किन स्याड हुनुभएको भने नि, अब सबैजना एक ग्रुप भएर हामी टिका लगाइदिन्थ्यौँ अरू बेला। अब यो पालि चाहिँ हामी खिन्न क्या, दिदी बहिनी नै छैनौँ। अब दुईजना दिदी बहिनी अनि एकजना भाइ छ अहिले चाहिँ। त्यही भएर चाहिँ हामीले चाहिँ दिदी बहिनी मिलेर केक सरप्राइज प्लान गऱ्यौँ होइन। एकदमै रमाइलो भयो। त्यसपछि चाहिँ हामी 5 जना दिदी बहिनी र 1 जना भाइ मिलेर चाहिँ सरप्राइज प्लान गऱ्यौँ होइन। यहाँ हेर्न सक्नुहुन्छ, आँखा छोपिदिएँ मैले। अब सरप्राइज त सरप्राइजै हो गाइज होइन, त्यही भएर मैले आँखा छोपिदिएँ। यो सरप्राइज दिनको लागि मैले चाहिँ 1 महिना वेट गरिसकेँ, कहिले आउँछ मदर्स डे, कहिले आउँछ मदर्स डे भनेर। लु अब चाहिँ हेर्न सक्नुहुन्छ, मैले निकालिसकेको छु है मङ्गलसूत्र। अब चाहिँ मैले लगाइदिन गइरहेको छु, हेर्न सक्नुहुन्छ। यहाँ दिदीको छोरीले उस्तै भिडियो बनाउन नदिएर यहाँ हेर्न सक्नुहुन्छ। एकदमै एक्साइटेड छु क्या म यो लगाइदिन। हामीले चाहिँ आँखा खोलिदिइसक्यौँ। मम्मीलाई चाहिँ एकदमै मन पर्यो अरे क्या, छोरीले चोइस गरेको मम्मीलाई नमन परे कसलाई मनपर्छ त। भाइ चाहिँ साइडबाट पुरा कमेडी गर्दैछ, मम्मीलाई चाहिँ इन्टरटेन गराउँदैछ, हेर्न सक्नुहुन्छ। एकदमै हाँस्दै हुनुहुन्छ। एकछिनपछि हेर्न सक्नुहुन्छ के हुन्छ भनेर। फेरि मम्मी त पुरा साइडमा गएर रुँदै हुँदो रहेछ, अनि भाइले तानेर अँगालो मारेर चुम्मा खाँदै थियो क्या पुरा भाइले। म पनि एकछिन चाहिँ सेन्टी भयो क्या मम्मीलाई रोएको देखेर। छोरीहरूलाई सम्झिँदै रुँदै हुनुहुन्छ मम्मी चाहिँ। अब टाढा टाढा भएपछि यस्तै हो। हजुरहरूको चाहिँ कस्तो भयो मदर्स डे?